बालेन सरकारका गृहमन्त्रीको हिट लिस्टमा ओली लेखक खड्कापछि आरजु सहित 18 जनाको नाम। जुनसुकै बेला पक्राउ पर्न सक्ने सबै भ्रष्ट जेलमा लुटिएको पैसा राज्यको ढुकुटीमा र वर्षौंदेखि हराएका फाइलहरू अब सिधै ट्र्याकिङमा। जनतालाई बिना झन्झट विदेशमा जस्तै सबै सेवा। सुन्दा यो कुनै सिनेमाको डायलग जस्तो लाग्छ, तर हिजो राति बालुवाटारबाट जे घोषणा भयो र आज बिहान सडकमा जे देखियो त्यसले नेपालको सत्ता र संरचनामा एकैपटक महाभूकम्प ल्याइदिएको छ र देश लुटेराहरूको मुटुले ठाउँ छोड्ने संकेत गरिसकेको छ। बजारमा यति बेला एउटै चर्चा छ, बालेनले साँच्चीकै अनिल कपुरको नायकको झल्को दिएका छन्। एकातिर बालुवाटारबाट 100 दिने शासकीय सुधारको ऐतिहासिक रोडम्याप जारी भयो, अर्कोतिर निर्मम एक्सन सुरु भयो। केपी ओली र रमेश लेखकपछि अब दीपक खड्का जाकिएका छन्। यति मात्र होइन, ग्यालेक्सी खबरलाई प्राप्त विशेष जानकारी अनुसार बालेनका गृहमन्त्री सुदन गुरुङको हिट लिस्टमा भ्रष्टाचारकी देवी भनेर चिनिने पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा, रामबहादुर थापा बादल सहित थप 18 जना हाई प्रोफाइलको नाम परिसकेको छ। यो सूचनाले सिङ्गो राजनीतिक वृत्तमा सन्नाटा छाएको छ र भ्रष्टको भोक निन्द्रा हराइदिएको छ। यो कुनै सामान्य राजनीतिक स्टन्ट होइन। 2082 फागुन 21 गतेको चुनाव र त्यसअघिको जेनजी आन्दोलनले स्थापित गरेको नयाँ सरकारले राज्य संयन्त्रको डीप क्लिनिङ सुरु गरेको छ। चैत्र 13 गते राति मन्त्री परिषदबाट पारित 100 बुँदे शासकीय सुधारको मास्टर प्लानले अब राज्यले नागरिकमाथि शासन होइन सेवा गर्ने ग्यारेन्टी गरेको छ। तर ती 100 बुँदाका पानाभित्र के त्यस्तो छ जसले वर्षौंदेखि जरा गाडेर बसेका बिचौलिया र शक्ति केन्द्रहरूको निन्दा उडाइदिएको छ? आउनुस् हल्लामा होइन फ्याक्समा कुरा गरौँ। सबैभन्दा पहिलो प्रहार सिंहदरबार भित्रै भएको छ। मन्त्रालयको संख्या खुम्चाएर 17 वटा मात्रै राखिने निर्णयसँगै राज्यको ढुकुटी दोहन गर्ने दर्जनौं अनावश्यक बोर्ड र समितिहरू सिधै खारेज गरिएका छन्। तर यो भन्दा पनि ठूलो क्रान्ति तब भयो जब सरकारले सरकारी कार्यालय र विश्वविद्यालयहरूमा वर्षौंदेखि जरा गाडेर बसेका दलीय ट्रेड युनियन र विद्यार्थी संगठनहरूलाई सदाका लागि प्रतिबन्ध लगाइदियो। अब सिंहदरबारमा राजनीति होइन काम हुनेछ। निर्णय प्रक्रिया 3 तहभन्दा माथि जाने छैन। हरेक मन्त्रालयले 7 दिनभित्र आफ्नो एक्सन प्लान बुझाउनु पर्नेछ र 45 दिनभित्र हरेक सरकारी कर्मचारीको कार्य सम्पादनको रिपोर्ट कार्ड तयार हुनेछ। राज्यले पहिलो पटक ऐतिहासिक गल्ती स्वीकार्दै दलित तथा बहिष्कृत समुदायसँग औपचारिक क्षमायाचना गर्ने निर्णय गरेको छ। भदौ 24 को घटनाको उच्चस्तरीय छानबिनसँगै आन्दोलनका घाइतेहरूलाई 100 दिनभित्र रोजगारी र पुनर्स्थापनाको ग्यारेन्टी गरिएको छ। अब कुरा गरौँ तपाईँ र मेरो दैनिकीको। राहदानी, नागरिकता वा लाइसेन्स लिन रातभरि लाइन बस्नुपर्ने र बिचौलिया पाल्नुपर्ने दिन सकिए। सरकारले हुलाक मार्फत गभर्नमेन्ट कुरियर सेवा सुरु गर्दै यी सबै सरकारी कागजात सिधै तपाईको घरको ढोकामा पुर्याउने जिम्मा लिएको छ। प्रमुख शहरहरूमा अब दैनिक 12 घण्टा खुल्ने नागरिक सेवा केन्द्र सञ्चालन हुनेछन्, जहाँ सबै सेवा फेसलेस अर्थात् कर्मचारीको अनुहारै नहेरी अनलाइनबाटै हुनेछन्। तपाईले एकपटक नागरिकता नम्बर हालेपछि राज्यका सबै निकायमा फर्म अटोफिल हुनेछ। र सबैभन्दा रोमाञ्चक कुरा, कुन हाकिमको टेबलमा तपाईको फाइल कति दिन अड्कियो त्यसको अटोमेटिक अलर्ट अब सिधै मन्त्री र तपाईको मोबाइलमा आउनेछ। यो फाइल अड्काएर घुस खाने परिपाटीको अहिलेसम्मकै ठूलो प्राविधिक सर्जिकल स्ट्राइक हो। भ्रष्टाचार माथिको प्रहार यति निर्मम छ कि 2048 साल यताका सम्पूर्ण मन्त्री र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयले पुराना पार्टीहरूमा रुवाबासी चलेको छ। नेता र बिचौलियाले कहाँ र कसरी पैसा लुकाएका छन् भनेर ट्र्याक गर्न इन्टिग्रेटेड डिजिटल एसेट रजिस्ट्री बन्दैछ, जसले बैंक खाता, सेयर र डिजिटल वालेटको शंकास्पद कारोबारलाई आफै रेड फ्ल्याग गर्नेछ र अटोमेटिक अनुसन्धान सुरु हुनेछ। अदालत र अड्डामा थन्किएका धरौटी रकमदेखि लिएर 10 वर्षदेखि बैंकमा बेवारिसे रहेको अरबौं रुपैयाँ अब सिधै राज्यको कोषमा तानिनेछ। अर्कोतर्फ अर्थतन्त्रलाई चलायमान बनाउन 2 दिनभित्रै स्टार्टअप दर्ता हुने र 25 करोडसम्मका साना उद्योगकर्ता पूर्ण रूपमा निशुल्क गरिएको छ। कृषकको हकमा यो सरकारले क्रान्ति नै गरेको छ। किसानले आफ्नो पसनाको मूल्य अब बढीमा 25 दिनभित्र अनिवार्य पाउनेछन्। यदि व्यापारीले दिएनन् भने सरकारले आफै ब्याज सहित तिर्नेछ र दोषीलाई कारबाही गर्नेछ।
शिक्षा र स्वास्थ्यमा पनि उस्तै उथलपुथल छ। कक्षा 5 सम्मको आन्तरिक परीक्षा खारेज गरेर बालबालिकालाई मानसिक दबावबाट मुक्त गरिँदैछ भने स्नातक तह पढ्न अब नागरिकताको पर्खाइमा बस्नुपर्ने छैन। निजी अस्पतालहरूले अब अनिवार्य रूपमा आफ्नो क्षमताको 10% शैय्या गरिब र विपन्नलाई निशुल्क दिनै पर्नेछ र यसको रियल टाइम ट्र्याकिङ हुनेछ। सरकारी अस्पतालमा सस्तो जेनेरिक फार्मेसी खुल्नेछन्। हरेक प्रदेशमा वन वार्ड र पहाडमा आपतकालीन एयर एम्बुलेन्स स्ट्यान्ड बाई रहनेछन्। महिलाहरूको सुरक्षित यात्राका लागि 7 प्रदेशमा 100 दिनभित्र निशुल्क ब्लू बस सञ्चालन हुँदैछ भने राइड सेयरिङ एप र सार्वजनिक यातायातमा प्रहरीसम्म सिधै जोडिने SOS बटन र CCTV अनिवार्य गरिएको छ। वर्षौंदेखि रुँदै सडकमा हिँडेका सहकारी पीडितको पैसा 100 दिनभित्रै फिर्ता गर्ने प्रक्रिया सुरु हुँदैछ। सुकुम्बासीलाई डिजिटल लगत लिएर जग्गा वा अपार्टमेन्ट दिने र बाल मन्दिर लगायत सम्पूर्ण कब्जा गरिएका सार्वजनिक जग्गामा डोजर चलाउने निर्णयले भूमाफियाहरूको मुटु कापेको छ। तर क्यामेरा र घोषणाहरूको पर्दा पछाडि जे भइरहेको छ त्यो झन् गम्भीर र खतरनाक छ। यी सबै निर्णयहरू कागजमा जति क्रान्तिकारी सुनिन्छन् यथार्थको धरातलमा त्यति नै चुनौतीपूर्ण छन्। एकै पटक 2048 साल यताका सबै नेताको सम्पत्ति छानबिन गर्ने, हाई प्रोफाइल गिरफ्तारी गर्ने र दलीय ट्रेड युनियन खारेज गर्ने निर्णयले सिङ्गो डीप स्टेट अर्थात् सत्ताको छायामा हुर्किएको अदृश्य शक्तिलाई घाइते बनाएको छ। माफिया, भ्रष्ट प्रशासक र पुराना राजनीतिक शक्तिहरू चुप लागेर बस्नेवाला छैनन्। उनीहरूले यो चक्रव्यूह तोड्न र नयाँ सरकारलाई असफल बनाउन हर सम्भव प्रयास गर्नेछन्। अर्कोतर्फ 25 दिनमा किसानलाई पैसा दिने, घर घरमा डेलिभरी गर्ने र निशुल्क स्वास्थ्य सेवा दिने यी महत्त्वाकांक्षी योजनाहरूका लागि खरबौंको बजेट कसरी म्यानेज हुन्छ? के जफत गरिएको सम्पत्ति र निष्क्रिय खाताको पैसाले मात्र यो धान्न सकिन्छ? यो त्यस्तो प्रश्न हो जसको चित्तबुझ्दो जवाब सरकारले अझै दिइसकेको छैन। हामी यति बेला इतिहासको एउटा अत्यन्तै संवेदनशील र रोमाञ्चक दबाजोमा उभिएका छौँ। जनताले सडकमा रगत बगाएर र ब्यालेटमा भोट हालेर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन्। अब अग्नि परीक्षा सिङ्गो सत्ता संयन्त्र र यो नयाँ नेतृत्वको हो। लोकतन्त्र भनेको चुनावमा भोट हाल्नु मात्र होइन, भोटको मूल्य र परिणाम खोज्नुपर्ने हो। बालेन सरकारले देखाएको यो नायक अवतारले नेपाली राजनीतिमा एउटा नयाँ मानक त खडा गरेको छ। तर के यो अदम्य साहस व्यवस्थापनको कठोर यथार्थमा टिक्न सक्ला? यदि यो 100 दिने मास्टर प्लान र भ्रष्टाचार विरोधी अपरेसन सफल भयो भने नेपाल साँच्चीकै एउटा नयाँ युगमा प्रवेश गर्नेछ जहाँ विधिको शासन हुनेछ। तर यदि यो पनि विगतका घोषणाहरू जस्तै पपुलिस्ट नारा र फाइलमै सीमित भयो भने जनताको राज्यप्रतिको बसे खुचेको आशा पनि सदाका लागि खरानी हुनेछ। अबको 100 दिनले यो देशको आगामी दशकौंको बाटो तय गर्नेछ। देश बन्ने प्रक्रिया सुरु भइसक्यो। अब पालो तपाईको। यो महाअभियानमा तपाईको साथ छ या शंका? निर्धक्कसँग आफ्नो विचार राख्नुहोला।